स्वर्गको राज्य टिचिङमा तपाईँलाई स्वागत छ। द किङडम अफ हेभनको टिचिङलाई हामीले लगातार हेरिराखेका छौँ अनि यो चाहिँ 6औं पार्ट हो, 6वटा 6th पार्ट हो। यो तपाईँको बिचमा मैले आज बोल्न गइरहेको हामी विभिन्न पर्सपेक्टिभहरूलाई, विभिन्न कुराहरूलाई हामी राज्यको विषय लिएर हामीले सिकिराखेका छौँ र म विश्वास गर्छु तपाईँ यो भिडियोमा आइपुग्नु भएको छ भने तपाईँले योभन्दा अगाडिको भिडियोहरूलाई पनि हेर्नुहुन्छ भनेकिन, ताकि तपाईँले तपाईँले सबै कुरालाई डिटेलमा तपाईँले बुझ्न सकोस् भन्ने मेरो इच्छा छ है। र आज फेरि पनि हामी स्वर्गको राज्यको विषय लिएर आज हामी टिचिङलाई सिक्नेछौँ। अनि मैले तपाईँलाई अस्ति भनिरहेको थिएँ, होल मत्तीमा तपाईँले हेर्नुभयो भने मत्ती सुरु भएकोदेखि अन्तसम्म किङडमको कुराहरू गरेको छ, राज्यको कुराहरू गरेको छ। अनि त्यो राज्यभित्रको कुरा के हुनुपर्ने अनि राज्यमा के हुन्छ भन्ने कुराहरूलाई हामीले डिटेलमा हेरिराखेका छौँ। र आज फेरि पनि परमेश्वरको राज्यको बारेमा हामी हेर्नेछौँ। मत्ती 13को तपाईँले पदलाई तपाईँले हेर्नुभयो भने मत्ती 13मा त्यहाँ एउटा उखानको विषयमा भनेको छ है। स्वर्गको राज्य चाहिँ एउटा बिउ छर्ने उखान जस्तो हो है। एकजना व्यक्तिले हातमा बिउ लिएर गयो अनि बिउ चाहिँ कोही चाहिँ बिउ बाटोमा पर्यो, कोही चाहिँ काँडामा पर्यो, कोही ढुङ्गिनी जमिनमा पर्यो अनि कोही चाहिँ असल मलिलो भूमिमा पर्यो। त्यसले 30 गुणा 60 गुणा र 100 गुणा फलायो भन्ने उखान यीशु ख्रीष्टले भन्नुभएको छ है। तपाईँलाई थाहा छ। अनि यो उखानमा चाहिँ एकजना व्यक्तिले चाहिँ बिउ छर्नु निस्केको छ, कोही बिउ चाहिँ बाटोमा परेको छ, त्यहाँ चराहरूले खाइदिएको छ होइन। कोही बिउ चाहिँ काँडामा परेको छ, काँडाले गर्दाखेरि निसासेको छ। कोही चट्टानमा ढुङ्गामा परेको छ अनि त्यसको जरा गाड्नु नसक्दाखेरि त्यो मरेको छ। अनि कोही चाहिँ मलिलो भूमिमा परेको छ। अनि यो उखान प्रभुले भिडमा भनिसक्नु भइसकेपछि अनि भिडलाई चाहिँ परमेश्वरले उखान मात्रै भन्नुहुन्थ्यो, त्यसको अर्थ चाहिँ भन्नु हुँदैन थियो। तर चेलाहरूलाई एकान्तमा लगिकन यीशु ख्रीष्टले यसको अर्थलाई भन्नुहुन्थ्यो। अनि त्यति बेला यीशु ख्रीष्टलाई सोध्दै गर्दाखेरि चाहिँ चेलाहरूले यसको अर्थ चाहिँ के हो भनिदिनुहोस् न हामीलाई भन्दाखेरि यीशु ख्रीष्टले के भन्नुभएको छ भन्दाखेरि यो बिउ छर्ने कुरालाई चाहिँ राज्यको वचनसँग तुलना गरेको छ है। म तपाईँलाई पढेर सुनाउन चाहन्छु। मत्ती 13को 19मा, जब कसैले राज्यको वचन सुन्छ र त्यसलाई बुझ्दैन तब दुष्ट आउँछ र जे कुरो उसको हृदयमा छरिएको थियो सो त्यसले खोसेर लैजाउँछ। यो उही हो जुन बाटोतिर छरिएको थियो भनेको छ है। हामीले उहिलेदेखि बिउ छर्ने उखानलाई सुन्दै आएको होइन। बिउ चाहिँ परमेश्वरको वचन हो अनि त्यो भूमि 4 किसिमको भूमि चाहिँ हाम्रो हृदय हो भन्ने कुरा त्यसको अर्थ हुन्छ। अनि बिउ छर्ने चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ होइन। अनि हाम्रो हृदय रूपी आज त्यो बारीमा चाहिँ प्रभुले हाम्रो जीवनमा बिउ छर्न चाहनुहुन्छ। अनि बिउ चाहिँ वचन हो भनेर हामीले उहिलेदेखि सिक्दै थियौँ। तर हालैमा केही महिना अगाडि मैले यो पदलाई सिक्दै थिएँ। वास्तवमा सबै किसिमको वचन चाहिँ शैतानले चोर्दैन रहेछ हाम्रो लाइफमा। थुप्रो टिचिङ्सहरू छ नि होइन, थुप्रो वचनहरू है। इभन शैतानलाई पनि सबै वचन याद छ। इभन यीशु ख्रीष्टलाई पनि माथिबाट उफ्रिनुहोस् तपाईँको बारेमा यस्तो लेखिएको छ, स्वर्गदूतले तपाईँलाई ढुङ्गामा ठेस खानु दिँदैन, तपाईँलाई बचाउँछ। स्वर्गदूतको त्यो पद चाहिँ भजन सङ्ग्रह 91मा भनेको पद चाहिँ शैतानले यीशु ख्रीष्टलाई चलाएको छ। अनि थुप्रो बाइबल भर्सेसहरू शैतानलाई याद छ, जसले हामीलाई रङ टाइमिङमा हाम्रो जीवनमा हामीलाई त्यो बाइबल भर्सहरू हामीलाई याद दिलाइबस्छ है, जो चाहिँ त्यो समयमा खास सान्दर्भिक हुँदैन हाम्रो जीवनमा। अनि शैतानलाई सबै वचन याद छ है। त्यो त डराउँछ, काम्छ पनि भनेको छ, परमेश्वरसँग डराउँछ पनि। तर सबै वचनहरू चाहिँ आज बाइबलको सबै वचन चाहिँ आज शैतानले तपाईँ मेरो जीवनबाट चोरेर लाँदैन। तर एउटा वचनको पछि चाहिँ जहिले पनि शैतान लाग्दो रहेछ। अनि त्यो चाहिँ कुन चाहिँ वचन हो भन्ने भन्दाखेरि चाहिँ त्यो वचन चाहिँ हो राज्यको वचन। यहाँ हेर्नुहोस् त, कसैले राज्यको वचन सुन्छ र त्यसलाई बुझ्दैन, दुष्ट आउँछ र जे कुरा उसको हृदयमा छरिएको थियो त्यसले खोसेर लैजाउँछ भनेको छ। भनेपछि जुन चाहिँ यो बिउ छर्ने उखानको कुरा गर्दैछ, त्यो बिउ चाहिँ त्यो चाहिँ राज्यको वचन रहेछ, राज्यको टिचिङ रहेछ। प्रिय, आज तपाईँले मलाई शैतानले राज्यको टिचिङ सुन्नु कहिले पनि दिँदैन। अस्ति मैले तपाईँलाई योभन्दा अगाडिको सिरिजहरूमा मैले भनिरहेको थिएँ, शैतानले चाहिँ यो राज्यको वचन चाहिँ तपाईँलाई मलाई कहिले पनि बुझ्नै दिँदैन। किनकि राज्यको वचन बुझ्नु नै तपाईँ र म अधिकारमा उभिनु हो र त्यसको अधिकारलाई हामीले जित्नु हो नि त। त्यसकारण यो राज्यको टिचिङ चाहिँ नबुझोस् क्रिस्चियनले भन्ने शैतानले चाहन्छ। यहाँ पनि त्यही भएको छ। बिउ छर्नु निक्लेको छ, यीशु ख्रीष्टले बिउ छर्नुहुन्छ हाम्रो जीवनमा। तर त्यो बिउ चाहिँ किङडमको टिचिङ हो, राज्यको वचन हो। अनि त्यो राज्यको वचन चाहिँ आज चोर्नु शैतान आएको छ यहाँ है। अनि यो हृदय रूपी
आज हाम्रो बारीमा चाहिँ परमेश्वरले त्यो बिउलाई राज्यको वचनलाई छर्न चाहनुहुन्छ, तर शैतानले जहिले पनि राज्यको कुरा हाम्रो जीवनमा बढ्नै दिँदैन। जुन दिन तपाईँले राज्यको वचन बुझ्न थाल्नुहुन्छ तब तपाईँले अधिकारको कुरा, शक्तिको कुरा र तपाईँको पोजिसनको कुरालाई तपाईँले बुझ्न थाल्नुहुन्छ। तर यही राज्यको वचन चाहिँ शैतानले चोरे अरे। कहाँबाट चोरे अरे भन्दा हृदयबाट चोरे अरे। यो 4वटा जमिनको बारेमा म तपाईँलाई भन्न चाहन्छु है। त्यो छर्ने व्यक्ति चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। यो चार्टमा तपाईँले देख्दै हुनुहुन्छ। अनि बिउ चाहिँ द गस्पल अफ द किङडम, द वर्ड अफ गड हो, राज्यको वचन हो। अनि जुन चाहिँ चराले त्यहाँ बाटोमा खाएको छ, बिउ खाएको छ, त्यसलाई चाहिँ एउटा इभिल स्पिरिटसँग पनि तुलना गरिसकिन्छ है। अनि सोयललाई चाहिँ हाम्रो हृदय, हाम्रो मन भन्ने कुराले हामी यो कुरालाई बुझ्न सक्छौँ। फेरि आज म तपाईँलाई भन्न चाहन्छु, 4वटा जमिनमा चाहिँ परमेश्वरले जहिले पनि राज्यको कुरालाई यहाँ छर्नु भएको छ, राज्यको वचनलाई छरेको छ। पहिलो कुरो म तपाईँलाई भन्न चाहन्छु, पहिलो बिउ चाहिँ कहाँ पऱ्यो अरे भनेर भन्दाखेरि चाहिँ पहिलो बिउ चाहिँ बाटोमा पऱ्यो भनेर भनेको छ। मैले तपाईँलाई भन्दै थिएँ त्यो छरेको ठाउँ चाहिँ के हो भन्दा हाम्रो हृदयको अवस्था हो है। यहाँ एउटा यस्तो हृदयको अवस्था छ एकजना व्यक्तिको भनौँ होइन, यो मानव जातिमा, जसको हृदय चाहिँ एउटा बाटोसँग तुलना गरेको छ है। कोही बिउ चाहिँ बाटोमा पऱ्यो भने त्यो बाटोमा परेको बिउ चाहिँ चराले आएर खाइदिए अरे। तपाईँलाई थाहा छ हाम्रो हृदय चाहिँ बाटो हुनु हुँदैन। हाम्रो हृदय चाहिँ, अनि बाटो भनेको चाहिँ के हो भनेर भन्दै गर्दाखेरि चाहिँ बाटो चाहिँ जोसुकै हिँड्ने जग्गा हो। बाटोबाट जोसुकै हिँड्छ। तपाईँले यो बाटोमा हेर्नुभयो भने जोसुकै व्यक्ति आइजाइ गरिबस्छ, त्यो वे बाटो। अनि यहाँ एउटा यस्तो खालके व्यक्ति छ देखाउनु खोजेको हो जसको हृदय चाहिँ एउटा बाटो जस्तो भएको छ, जहाँ चाहिँ उसले सबै कुरालाई अलाउ गरेको छ उसको जीवनमा। तपाईँलाई थाहा छ प्रभुको वचनले पनि के भनेको छ भनेर भन्दाखेरि चाहिँ नि हितोपदेश 4:23 सबै कुरोभन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। तिम्रो हृदयलाई चाहिँ एकदमै सुरक्षित राख भनेर हितोपदेशको लेखकले भनिराखेको छ। अनि जुन चाहिँ बिउ छरिन्छ त्यो चाहिँ हृदयमा छरिन्छ। अनि यहाँ एउटा यस्तो कन्डिसनको हृदय छ जसलाई चाहिँ बाटोसँग तुलना गरेको छ। अनि बाटोलाई मैले यो जुन चाहिँ बाटोमा परेको बिउ भन्नेलाई मैले ग्रिकमा हेर्दै थिएँ तपाईँको अगाडि यो जुन चाहिँ चार्ट छ त्यसलाई चाहिँ होडोज भन्दो रहेछ। होडोज भन्ने यो ग्रिकमा चाहिँ होडोज भन्दा चाहिँ त्यो बाटोलाई। तर मैले मुनि मिनिङ एउटा वर्डलाई भेटाउँदै गर्दा म छक्क परेँ। त्यहाँ पहेँलो दाग लगाएको तपाईँले वर्ड भेट्नुहुन्छ। त्यो बाटोको अर्थ चाहिँ त्यसलाई चाहिँ हाइवे भनेर भनेको रहेछ। पहिला चाहिँ मैले सानोमा चाहिँ बिउ छर्ने उखान कोही बाटोमा पऱ्यो भन्दा अब हाम्रो गाउँठाउँमा यत्रु बाटो हुन्थ्यो होइन, मान्छे हिँड्ने छेउछाउमा बारी हुन्थ्यो, यत्रु बाटो हुन्थ्यो। त्यस्तो खालके बाटोमा बिउ पऱ्यो भन्ने जस्तो मलाई लाग्थ्यो। तर ग्रिकमा होडोज भन्ने शब्द चाहिँ एकदम फराकिलो बाटोसँग तुलना गरेको रहेछ। अनि यहाँ एउटा विश्वासीको जीवन चाहिँ यस्तो कन्डिसनमा छ, उसको हृदय चाहिँ आज त्यो फराकिलो बाटो भएको जस्तो भएको छ। प्रभुको वचनले मत्ती 7:13 पनि बाटोको कुरा गरेको रहेछ है। साँघुरो ढोकाबाट भित्र पस, किनकि विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ। नरकमा जाने बाटो पनि चौडा हुँदो रहेछ होइन, स्वर्ग लाने बाटो चाहिँ सानो हुन्छ भनेर भनेको रहेछ। तर जुन चाहिँ यो बाटो छ नि, जुन चाहिँ बिउ छरेको त्यो बाटोलाई चाहिँ ग्रिकमा चाहिँ एउटा हाइवे भनेर भनेको रहेछ, एउटा ठुलो चौडा बाटो भनेर भनेको रहेछ। भनेपछि यो यस्तो विश्वासीको एउटा कन्डिसन हो जसले चाहिँ आफ्नो हृदयमा चाहिँ चौडा बाटो भन्नेको अर्थ चाहिँ के हो भन्दाखेरि संसारको कुरोसँग लिप्त हुनु। किन चौडा बाटोमा सबैजना जान चाहन्छ, त्यहाँ इन्जोयमेन्ट छ, पाप छ, व्यभिचार गर्नु छुट छ होइन, ढाँट्नु पनि छुट छ, जे पनि धोका दिनु पनि छुट छ संसारको कुराहरूमा। अनि यो बिउ चाहिँ बाटोमा पर्यो भनेर भनेको चाहिँ त्यहाँ एउटा यस्तो विश्वासीको जीवनको अवस्था छ जहाँ चाहिँ उसको जीवनको हृदयलाई चाहिँ उसले फराकिलो बाटो जस्तो बनाइसकेको छ। उसको जीवनमा चाहिँ संसारको अभिलाषाको कुराहरूले ऊ ओगटेको छ, संसारको इन्जोयमेन्टको पापको कुराहरूले चाहिँ उसको जीवन ओगटेको छ। तरै पनि परमेश्वरले त्यो ठाउँमा पनि बिउ छर्नुहुन्छ हेर्नुहोस्। तर नि त्यो बिउ छरे तापनि नि त्यो ठाउँबाट चाहिँ चराले त्यो बिउलाई टिपेर खायो भनेर भनेको छ। अनि त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि यो हृदयको अवस्था चाहिँ फराकिलो बाटो भएको कारणले गर्दाखेरि, पापको अभिलाषाको कुराहरू त्यो हृदयमा भएको कारणले गर्दाखेरि चाहिँ आज त्यो बिउ उम्रिन सकेन। प्रिय आज म तपाईँलाई भन्न चाहन्छु, स्वर्गको राज्य पनि एउटा बिउ छर्ने व्यक्ति जस्तो हो।
प्रभुले तपाईँ मेरो जीवनमा बिउ छर्नुहुन्छ, तर हाम्रो हृदयलाई हामीले सुरक्षित राखेनौँ भने, हाम्रो हृदयलाई हामीले संसारको फराकिलो ठाउँमा दिन थाल्यो भने उहाँको किङडमको बिउ कहिले पनि हाम्रो जीवनमा उम्रिनु सक्दैन भनेको। त्यसलाई डिमोनिक कुराले चोरेर लान्छ। त्यो बिउलाई कहिले पनि शैतानले हाम्रो जीवनमा उम्रोस् भन्ने चाहँदैन। जुन दिन त्यो बिउ उम्रिन्छ त्यसले शक्तिशाली फल फलाउँछ। तर त्यो फल नफलोस् भनेर चाहिँ आज तपाईँ मेरो हृदय चाहिँ शैतानले धेरैचोटि फराकिलो बाटोतर्फ लगाइरहेको छ। प्रिय आज म तपाईँलाई भन्न चाहन्छु, यदि तपाईँ म त्यो साँगुरो ढोकाबाट त्यो बाटोबाट हिँड्दैछौँ भने हामी सेफ जग्गामा छौँ, तर हामी फराकिलो बाटोमा जाँदैछौँ भने चाहिँ त्यो ठाउँमा चाहिँ परमेश्वरको किङडमको बिउ चाहिँ कहिले पनि उम्रिँदैन। तर त्यो बाटोबाट हामी फर्किन्छौँ भने है, त्यो बाटोबाट फर्किन्छौँ भने रिपेन्ट गर्छौँ भने चाहिँ आज उहाँले हामीलाई फेरि मलिलो बनाउन सक्नुहुन्छ। तर यहाँ एउटा कन्डिसन देखाएको छ है, त्यो बाटोमा चाहिँ बिउ उम्रेन भनेर भनेको छ। प्रिय आज तपाईँले म फराकिलो बाटोमा नहिँडौँ जहाँ चाहिँ स्वर्गको राज्यको बिउ उम्रिँदैन। अनि अर्को बिउ चाहिँ कहाँ पर्यो भनेर भनेको छ भन्दा 13:22 मत्ती, अनि काँडाहरूको बिचमा छरिएको चाहिँ यो हो जसले वचन सुन्छ र यस संसारको फिक्री र धन सम्पत्तिको धोकाले वचनलाई निसासिदिन्छ र त्यो फलहीन हुन्छ। अर्को हृदय देखाउँदैछ यहाँ, अर्को विश्वासीको हृदय भनौँ, या संसारको व्यक्तिको होइन, त्यहाँ हृदय छ। अनि त्यो हृदय चाहिँ काँडाले भरेको हृदय हो यो चाहिँ। किनभने बिउ छर्ने जग्गालाई चाहिँ के भनेको छ, त्यो चाहिँ जमिन हो, वचन चाहिँ आज बिउ हो, बिउ चाहिँ वचन हो। त्यसकारण चाहिँ यहाँ काँडामा छरिएको छ। प्रिय हाम्रो हृदयमा पनि यो काँडालाई चाहिँ के उल्था गरेको छ, यहाँ अर्थ बताएको छ भन्दा काँडा चाहिँ संसारको फिक्री र धन सम्पत्तिको धोकाले वचनलाई निसासिदिन्छ। प्रिय परमेश्वरको किङडमको वचन चाहिँ तपाईँ मेरो जीवनमा त्यति बेलासम्म हामीभित्र क्रियाशील हुन सक्दैन, उम्रिनु सक्दैन जब तपाईँले मैले धनको कुराहरूमा, संसारको धनको कुराहरूमा है, संसारको धन सम्पत्तिको धोका है, यहाँको वेल्थ, यहाँको प्लेजरको कुराहरूमा तपाईँले म अल्झिरहेको छ भने चाहिँ आज तपाईँले मेरो काँडा कहिले पनि, काँडाको बिचबाट हाम्रो बिउ कहिले पनि उम्रिन सक्दैन। किनभने त्यो काँडाले चाहिँ त्यो बिउलाई निसासिदिन्छ र त्यो काँडाले चाहिँ संसारको फिक्री हो भनेको छ। फेरि आज तपाईँले मेरो जीवनमा परमेश्वरले किङडमको वचन हामीभित्र छर्नु भएको छ, तर हामी बेसी फिक्रीमा नै हाम्रो जीवनलाई बिताउँछौँ भने, हामी चिन्ता फिक्रीमा नै हाम्रो जीवनलाई हामीले व्यतीत गर्छ भने हामीभित्र राज्य कहिले पनि बढ्नु सक्दैन। किनभने परमेश्वरको राज्यमा बढ्नु हो भने चाहिँ हामीले चिन्ता फिक्रीलाई छोडिकन अगाडि बढ्नुपर्छ। प्रभुको वचनले पनि त तपाईँले मलाई भनेको छ फिक्री नगर भनेर भनेको छ। लुका 21:34 पनि यस्तो भनेको छ, तर तिमीहरू आफ्नो विषयमा होसियार बस, नत्रता भोग विलास मतवालापन जीवनको फिक्रीले तिमीहरूको मन दबिएला र तिमीहरूमाथि एक्कासी त्यो दिन पाछो झै आइपर्ला है। यहाँ के भनेको छ भन्दा तिमीहरू होसियार बस है, किनभने अन्तिम दिनमा नि तिम्रो जीवन चाहिँ नि यति बिना संसारको चिन्ता फिक्रीले तिम्रो हृदय भरिनेछ। धन सम्पत्तिको है फिक्रीहरू है तिम्रो जीवनमा त्यो हृदय दबिएला तिम्रो, र तिमी चाहिँ एक्कासी त्यो पासोमा पर्छौ है, तिमीले फिक्रीमा पर्छौ है भन्ने। त्यही कारण परमेश्वरको किङडमलाई बढ्नु नदिने चाहिँ तपाईँ मेरो चिन्ता फिक्री हो, जसले चाहिँ परमेश्वरको बिउ त आए नै हामीभित्र, तर त्यो चिन्ता फिक्री यति स्ट्रङ छ, हाम्रो फोकस चाहिँ त्यहीँ भयो। त्यो चिन्ता फिक्रीले न हामीलाई सेवामा राम्रो बस्नु दिन्छ, न प्रार्थना गर्न दिन्छ, न सेवाकाईमा बढ्न दिन्छ। फिक्री मान्छेको जीवन हुन थालेपछि तपाईँले म डिस्ट्र्याक्ट हुन थाल्छ, अनि त्यो डिस्ट्र्याक्सनले हाम्रो बिउ हामीभित्र छरेको राज्यको वचनलाई चाहिँ शैतानले बिसारै त्यो चिन्ता फिक्रीले छोड्न थाल्छ। प्रभुको वचन मत्ती 6:25 भन्नुभएको छ, त यसकारण म तिमीलाई भन्दछु हामी के खाउँला वा के पिउँला भने आफ्नो प्राणको निम्ति के साथै के पहिरौँला भने आफ्नो शरीरको लागि फिक्री नगर, कि प्राण भोजनभन्दा र शरीर लुगाफाटाभन्दा बढी होइन र। प्रभुले पहिल्यै भन्नुभएको छ त फिक्री नगर, यो संसारको खानु लाउनु होइन इत्यादि कुराको लागि तिमी किन फिक्री गर्छौ। मत्ती 6:25 फिक्री नगर भने, तर हामी फिक्रीमै हाम्रो समय जाँदछ। अनि हाम्रो किङडमको कुरामा हामी त्यति बेला बढ्न सक्दैनौँ जब चिन्ता फिक्रीमा हामी बेसी फोकस गर्छौँ। भोलि के खानु, पर्सि के लाउनु है, भविष्यमा के गर्नु होला भन्ने विभिन्न फिक्रीहरूले तपाईँले मलाई सताउँदैछ भने फेरि म तपाईँलाई भन्न चाहन्छु, त्यो किङडमको बिउ चाहिँ तपाईँको फिक्री, काँडा रूपी फिक्रीले चाहिँ आज तपाईँको त्यो बिउलाई चाहिँ निसासी दिँदैछ। त्यस कारण त्यो काँडालाई बढ्नु नदिनुहोस्, त्यो फिक्रीलाई तपाईँको जीवनमा बढ्नु नदिनुहोस्, किनभने राज्यको कुरा चाहिँ समस्याले अथवा फिक्रीले चाहिँ कहिले पनि बढाउनु दिँदैन भनेर भनेको छ। त्यसकारण
राज्यको वचन त छरियो तर शैतानले तपाईँ मेरो जीवनमा यति बिना प्रब्लमहरूलाई क्रिएट गरिदिन्छ, राज्यको बिउ कहिले पनि बढ्न दिँदैन। त्यसकारण फिक्री गर्न नदिनु, त्यो बिउ चाहिँ काँडाले चाहिँ निसासिदियो भनेको छ है। अनि अर्को कुरो चाहिँ कोही बिउ चाहिँ ढुङ्गामा पर्यो भनेर भनेको रहेछ है। तपाईँलाई थाहा छ यो सबै चारटै जमिन चाहिँ हृदयको अवस्था हो। अनि यहाँ ढुङ्गामा पर्यो भनेको चाहिँ यो चाहिँ त्यो अवस्था हो, एउटा व्यक्तिको जीवन चाहिँ हृदय चाहिँ ढुङ्गा जस्तो भएको। परमेश्वरको बिउ त छरिँदैछ नि, तर हाम्रो ढुङ्गा जस्तो भएको हृदयले गर्दाखेरि त्यो बिउ उम्रिनु पाउँदैन। त्यसकारण इजिकेल 36:25 के भनेको छ भनेर भन्दाखेरि म तिमीहरूमा नयाँ हृदय हालिदिनेछु है, र तिमीहरूमा म ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु। त्यो प्रभुको प्रतिज्ञा थियो। जब पेन्टिकोस्टमा पवित्र आत्मा आयो होइन, पवित्र आत्मा आइसकेपछि पवित्र आत्मालाई रिसिभ गर्ने मानिसको ढुङ्गाको हृदय चाहिँ मासुको हृदय भयो। पवित्र आत्माले मात्रै हाम्रो ढुङ्गाको हृदयलाई चाहिँ मासुको हृदय बनाउन सक्नुहुन्छ है। तर यहाँ चाहिँ ढुङ्गाको बिउ चाहिँ ढुङ्गामा छर्यो भनेको चाहिँ स्टिल अवस्था चाहिँ ढुङ्गाको अवस्था छ। ढुङ्गाको हृदय चाहिँ मासुको हृदय भइसकेको छैन। प्रिय म तपाईँलाई भन्न चाहन्छु, परमेश्वरको राज्य त्यति बेलासम्म हामी भित्र बढ्न सक्दैन जबसम्म हामी कठोर भएर बस्छौँ, जबसम्म हामी नम्र हुँदैनौँ, जबसम्म हाम्रो ढुङ्गाको हृदयलाई प्रभु मेरो हृदयलाई बदलिदिनुहोस् भनेर भन्दैनौँ, तबसम्म तपाईँ मेरो भित्रको परमेश्वरको बिउ चाहिँ त्यो ढुङ्गामा परेको बिउ जस्तो हुन्छ अनि हाम्रो ढुङ्गा रूपी हृदयमा त्यो उम्रिन सक्दैन। तपाईँलाई थाहा छ इजरायलीहरू पनि किन प्रवेश गर्न सकेन कनान देशमा, प्रमिस ल्यान्डमा भन्दाखेरि हिब्रू 3:8-11 यस्तो लेखेको रहेछ, उजाड स्थानमा परीक्षाको दिनमा रिस उठाएको बेलामा गरे झैँ आफ्नो हृदयहरू कठोर नपार, जहाँ तिमीहरूका पिता पुर्खाहरूले मलाई परीक्षा गरे, मलाई जाँचे र 40 वर्षसम्म मेरो कामहरू देखे। यसकारण म त्यो पुस्तासँग दुखित भएँ र मैले भने तिनीहरू आफ्नो हृदयमा सधैँ भड्किजान्छन् अनि तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्। यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएँ, तिनीहरूले मेरो विश्राममा प्रवेश गर्ने छैनन् नै भनेर भने है। इजरायलीहरूलाई परमेश्वरले यहाँ के भन्नुभयो भन्दाखेरि हिब्रूमा आएर भनेको छ, यति बिना रिस उठाएर परमेश्वरलाई इजरायलीहरूले किन रे भन्दाखेरि किन तिनीहरूलाई आफ्नो हृदय कठोर पारे अरे। हृदय कठोर पार्नु भनेको एकदम डेन्जर कुरा हो प्रिय है। अनि त्यो जुन चाहिँ बिउ चाहिँ ढुङ्गामा पर्यो भनेको चाहिँ त्यो कठोर हृदयमा पनि बिउ चाहिँ परेको छ, तर त्यो यति साह्रो कठोर भएको कारणले गर्दाखेरि परमेश्वरको बिउलाई त्यसले उमार्नै सकेन। त्यो कठोरतामा त्यो बिउ उम्रिनै सकेन, त्यसले जरा हाल्नै सकेन भनेको छ। प्रिय म तपाईँलाई भन्न चाहन्छु, उहाँको राज्यको वचन तपाईँले मेरो जीवनमा डेली छरिन्छ। कति प्रिचिङहरू सुन्छौँ, कति वचनहरू पढ्छौँ, तर हाम्रो हृदयलाई अझै कठोर बनायो भने, हाम्रो आदतहरूलाई हामीले जिद्दी भएर छोडेनौँ भने प्रिय परमेश्वरको राज्यको कुरा हामीभित्र कहिले बढ्न सक्दैन। हामी कठोर भएर इजरायली जस्तो है परमेश्वरसँग गनगन गर्ने, परमेश्वरलाई क्वेसन गर्ने, परमेश्वरको विद्रोह गर्ने, लापरवाहीको जीवन जिएर प्रभुको वचनलाई नेग्लेक्ट गर्नु नै हाम्रो हृदय कठोर बनाउनु पर्यो। किन हाम्रो हृदय कमलो भएको हो भने त्यो बिउ हामीभित्र उम्रिन्थ्यो। त्यही कारण यो जुन चाहिँ अवस्था छ, ढुङ्गामा परेको अवस्था छ, तेस्रो जुन जमिन है त्यो चाहिँ एकदमै पत्थर भएको थियो भनेर प्रभुको वचनले भनेको। त्यसकारण उनीहरू त्यो कठोरताको कारणले गर्दा उनीहरू विश्राममा प्रवेश गर्न सकेन। प्रमिस ल्यान्डभित्र धेरैजना मरे बाटोमा है। अझ एउटा पदलाई हामी हेर्नेछौँ हिब्रू 3:12 ए भाइहरू हो होसियार बस, न त तिमीहरू मध्ये कसैमा जीवित परमेश्वरदेखि टाढो लैजाने अविश्वासको खराब हृदय हुन आउला। तर जबसम्म आज भनिन्छ तबसम्म दिनहुँ एकअर्कालाई अड्ती देऊ, ताकि पापको छलद्वारा तिमीहरू मध्ये कोही कठोर नबनोस् है। हिब्रूको लेखकले यहाँ दामी कुरा भन्नुभएको छ, तिमीहरू होसियार बस है, नभए तिमीहरूलाई परमेश्वरदेखि टाढो लैजाउने अविश्वासको खराब हृदय हुँलाई, तिम्रो हृदयलाई अविश्वासले खराब गरिदिनलाई लास्टमा है, ताकि पापको छलद्वारा तिमीको हृदय कोही कठोर नबनोस् भनेको छ है। पापको छलद्वारा तिमी कठोर हुनु हुँदैन प्रिय। शैतानको चाहना चाहिँ यो छ, राज्यको वचन हामीभित्र नबढोस् भनेर हाम्रो हृदयलाई कठोर बनाएर राखिदिन्छ है। अनि त्यो कठोरताको कारणले गर्दाखेरि तपाईँ मेरो जीवनमा कहिले उन्नति हुन सक्दैन, उहाँको राज्यको कुरो बढ्नै सक्दैन। किनभने परमेश्वरको बिउ चाहिँ आज त्यो चट्टानमा परेपछि त्यो ढुङ्गा जस्तो जग्गामा चाहिँ उम्रिन सक्दैन प्रिय। त्यसकारण म तपाईँलाई भन्न चाहन्छु, तपाईँको हृदय त्यो चट्टान जस्तो भएको छ भने
हामी काहीँ न काहीँ कठोर भएको छ भने हामी पश्चाताप गरौँ। किनभने रोमी 2:5ले भन्छ, तिम्रो कठोरता र अपश्चातापी हृदय अनुसार तिमीले आफ्नो निम्ति क्रोध थुपाइराखेका छौ। क्रोध र परमेश्वरको धर्ममय न्यायको प्रकट हुने त्यस दिनका लागि भनेको छ। धेरैचोटि हामी सोच्छौँ नि, आज पाप गऱ्यो, आज ढिट भयो, खोइ त प्रभुले मलाई दण्ड दिएन त, खोइ त म ठिकै छु होला जस्तो लाग्छ। किनभने छिट्टो हामीले दण्ड नपाउँदै गर्दाखेरि म राइटै छु जस्तो लाग्छ। किन परमेश्वरले हामीलाई ड्याङ्गै हामीले गरेको पापको दण्ड दिनुहुन्न। तर तपाईँ मेरो हृदय चाहिँ नि कठोर 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 हुँदै गएर हृदय अपश्चातापी भएको गयो भने नि एक दिन के भनेको छ यहाँ भन्दाखेरि चाहिँ तिमीले आफ्नो निम्ति क्रोध थुपारेका छौ। कहिलेको लागि भन्दा न्यायको दिनको लागि। एक दिन न्यायको दिन न्याय हुन्छ हाम्रो। अनि त्यो न्याय दिनमा चाहिँ आज हामी कठोर बन्दै गरेको, तपाईँ म अपश्चातापी कतिवटा पाप गरेको कुरामा हामी पापलाई भुल्न नमानिरहेको कठोर हुँदै गरेको अवस्थामा हामी जस्तै बढ्दै जान्छौँ अनि त्यो बढ्दै गएपछि चाहिँ आज हामीलाई लाग्छ केही भएन त मैले यो पाप गर्दाखेरि, खोइ घटना घटेन त। तर प्रिय म तपाईँलाई भन्न चाहन्छु, हामीले गर्दै गरेको पाप अपश्चातापी हृदय कठोरताले चाहिँ नि आज एक दिन न्यायको दिनमा चाहिँ त्यसले चाहिँ आज परमेश्वरको क्रोधलाई थुपारिरहेको हुन्छ अरे हामीले त्यो कलेक्ट हुँदै गरेको हुन्छ। अनि एक दिन अचानक देखा पर्छ। त्यस कारण हामी हाम्रो हृदयलाई कठोर पार्नु हुँदैन भनेर प्रभुको वचनले भनेको छ। अयुब 9:4मा यस्तो भन्छ, उहाँ हृदयमा बुद्धिमान र बलमा शक्तिमान हुनुहुन्छ, कसले आफूलाई उहाँको विरुद्धमा कठोर पारेर उन्नति गरेको छ र। हाम्रो हृदय कठोर भएर परमेश्वरको विरुद्धमा हाम्रो कसको उन्नति चाहिँ भएको छ र? हुँदैन। प्रिय आज म तपाईँलाई भन्न चाहन्छु, स्वर्गको राज्य चाहिँ एउटा बिउ छर्ने व्यक्ति जस्तो हो, जसले बिउलाई बाटोमा छरी पठायो तर त्यो बाटोबाट त्यो बिउ चराले खाएर लग्यो। प्रिय हाम्रो त्यो हृदय त्यो बाटो जस्तो हुनु हुँदैन, त्यो चौडा ठाउँ हुनु हुँदैन है, त्यो हाइवे हुनु हुँदैन जहाँ चाहिँ हामी संसारसँग पनि ठिकै, प्रभुसँग पनि ठिकै त्यो हाइवे हामी बनिनु हुँदैन, जहाँबाट चाहिँ परमेश्वरको राज्यको कुरा हामीभित्र कहिले बढ्न सक्दैन है। त्यो हाइवे बनिनु हुँदैन हामी है। अनि दोस्रो कुरो मैले तपाईँलाई भने, त्यो बिउ चाहिँ काँडामा पर्यो। हाम्रो हृदयमा त्यो काँडा रूपी समस्या फिक्री हाम्रो जीवनमा हामीले साँचिराखेको छ भने परमेश्वरको बिउलाई हामी कहिले बढाउन सक्दैनौँ। त्यस कारण हामी त्यो फिक्रीहरूमा हामी बस्नु हुँदैन, त्यो काँडा बनिनु हुँदैन। अनि त्यो काँडाहरूलाई पन्साइकन चाहिँ त्यो श्राप पनि हो। काँडा भनेको चाहिँ है, उत्पत्तिमा काँडा उमार्छ भनेको चाहिँ श्रापित कुरा। हामी त्यही कुरामा अल्झिरह्यौँ भने आज हामी हाम्रो राज्यको बिउ हामीभित्र कहिले पनि बढ्न सक्दैन। तेस्रो कुरो, ढुङ्गेनी जमिनमा पर्यो भने हाम्रो हृदय ढुङ्गा जस्तो भयो भने है, हाम्रो हृदय इजरायली जस्तो कठोर भयो भने हामी त्यो विश्राममा प्रवेश गर्न सक्दैनौँ, हामी त्यो अनन्ततामा पनि छिर्न सक्दैनौँ। किनभने हाम्रो कठोरताले चाहिँ न्यायको दिनमा चाहिँ परमेश्वरको क्रोधलाई साँचिराख्दो रहेछ। अनि त्यो जजमेन्ट डेमा हामीले थुपारेको त्यो कठोरता र अपश्चातापी हृदयले हाम्रो न्याय हुने। त्यस कारण हाम्रो ढुङ्गाको हृदयलाई निकालिकन प्रभु मासुको हृदय दिनुहोस् है भनेर हाम्रो जीवनको प्रार्थना हुनुपर्ने रहेछ। अनि अन्तिम जमिनको नाम चाहिँ हो, त्यो चाहिँ असल मलिलो भूमि भनेर भनेको छ। त्यहाँ चाहिँ बिउ पर्यो अनि मलिलो भूमिमा चाहिँ आज 100 गुणा 60 गुणा 30 गुणा फल फलायो भनेर भनेको छ। हाम्रो हृदय चाहिँ एउटा मलिलो भूमि जस्तो हुनुपर्छ, जहाँ चाहिँ बिउ आइकन परमेश्वरको त्यसलाई हामीले उम्रिन दिन्छौँ, जहाँ ढुङ्गा छैन, जहाँ काँडा छैन, जहाँ जो चाहिँ बाटो होइन, त्यहाँ चराले आएर खाँदैन, तर त्यो चाहिँ मलिलो भूमि हो जहाँ चाहिँ प्रभुको राज्यको कुराहरू बढ्छ। अनि त्यो राज्यको कुरा जब बढ्छ त्यो बिउ त्यो रुख बनिन्छ, रुख जब बनिन थाल्छ त्यसले फल फलाउँछ, जब फल फलिन थाल्छ परमेश्वर पिताको महिमा हुन्छ। त्यसकारण स्वर्गको राज्य चाहिँ एउटा बिउ जस्तो हो। प्रिय हाम्रो हृदयलाई मलिलो भूमि जस्तो बनाऊ अनि परमेश्वरको राज्यको वचनलाई हामीभित्र बढ्न दिउँ, किन शैतानले त्यो कुरालाई बढ्न चाहँदैन। यो किङडमको टिचिङ जबदेखि मैले हालेँ, योभन्दा अगाडि मेरो थुप्रो भिडियोजहरू लाखौँले हेरेको छ है। 2-3 दिनमा नै 20,000 30,000 जनाले हेर्थ्यो जब मैले कथा मात्रै भन्थेँ, स्टोरी टेलिङ मात्रै गर्थेँ। तर जबदेखि मैले खास परमेश्वरको गहिरो रेभेलेसनको टिचिङ लिएर आएँ, तब यो सुन्ने भिडहरू एकदमै कम्ती छ अहिले। अनि मलाई दुःख पनि छैन, किन मलाई याद छ परमेश्वरको गहिरो कुराहरू सुन्नको लागि मानिसहरूको भिडहरू घट्दछ भनेकिन होइन। एक दिन एउटा सिजनमा परमेश्वरले धेरैजनालाई सुन्ने बनाउनु पनि हुन्छ होला, तर यो कुरालाई मैले नोटिस गरिराखेको थिएँ है। जब राज्यको वचनको कुराहरू आउँछ, जब गहिरो खँदिलो कुराहरू आउँछ, तब मानिसहरू त्यो सुन्न चाहँदैन। किनभने अन्तिम दिनमा मान्छेले कानले सुन्ने मजाको कुराहरू मात्रै सुन्न चाहन्छ, तर राज्यको कुराहरू सुन्न चाहँदैन। कि राज्यको कुरामा चाहिँ त्याग छ,
राज्यको कुरामा चाहिँ अधिकार गर्ने कुरा छ, राज्यको कुरामा चाहिँ ख्रिस्ट जस्तो बनिने कुराहरू छ। त्यसकारण यो कुरामा मानिस आउँदै गर्दाखेरि भिड गर्दै जान्छ प्रिय। तर आज म तपाईँलाई भन्न चाहन्छु, किङडमको वचन शैतानले कहिले सुन्नु दिँदैन तपाईँलाई है। राज्यको वचन चाहिँ चोर्यो भनेर भनेको छ यहाँ है। राज्यको वचन चोरेर लान्छ अरे हृदयबाट शैतानले चाहिँ। आज म तपाईँलाई भन्न चाहन्छु, त्यो बिउ चाहिँ तपाईँभित्र बढ्न दिनुहोस्। त्यो बिउलाई समस्याले छोप्न नदिनुहोस्। त्यो बिउलाई तपाईँको कठोर हृदयले त्यसलाई छोप्न नदिनुहोस्। त्यो बिउलाई कुनै चरालाई खान नदिनुहोस्। तर त्यो बिउ चाहिँ मलिलो भूमिको हृदयमा तपाईँले राख्नुहोस्, ताकि त्यो बिउ जब बढ्छ त्यसले शक्तिशाली कुराहरू परमेश्वरको राज्यमा ल्याउँदछ।